नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई हाम्रो युट्युब च्यानलमा। आज हामी एक्सेलका केही सबैभन्दा बढी वा धेरै प्रयोग हुने फर्मुलाहरूको बारेमा नेपाली भाषामा बुझ्नेछौँ अथवा सिक्नेछौँ। जसमध्ये अहिले यो भिडियोमा 5 वटा बेसिक क्याल्कुलेसन फर्मुलाहरूको बारेमा सिक्नेछौँ। जस्तै सम, एभरेज, काउन्ट, म्याक्स, मिन। यो 5 वटा फर्मुलाको बारेमा यस भिडियोमा हामी सिक्नेछौँ। भिडियो सुरु गरौँ। हामी इक्जाम्पलको लागि एउटा छोटो डाटा इन्टर गरिसकेका छौँ। यहाँ हेडिङ देखिराख्नु भएको छ, हाउ टु युज एक्सेल फर्मुला। यो जुन हामीले यहाँ बताएको छौँ, सम, एभरेज, त्यसपछि काउन्ट, त्यसपछि म्याक्स र अर्को छ मिन। यो 5 वटा फर्मुलाको बारेमा हामीले सिक्नेछौँ। सुरु गरौँ। अब यसको फर्मुलाको लागि हामीले इक्वल टाइप गर्नुहोस्। त्यसपछि सम ब्र्याकेट ओपन। हाम्रो डाटा कहाँदेखि छ यसको रेन्ज दिने। I3 to I6 ब्र्याकेट क्लोज, एन्टर। हाम्रो डाटा यहाँ कलमको I र यो सिरियल नम्बर रोको नम्बर 6 सम्म छ। यो डाटा हाम्रो यहाँदेखि यति डाटा हामीसँग रहेको छ 1 2 3 4। यहाँ I देखि I3 1 2 3 यसको रेन्ज यहाँदेखि यहाँसम्म रहेको छ। यो यतिको रेन्जमा यहाँ क्याल्कुलेसन गरेर हामीलाई रिजल्ट दिएको छ। अब एभरेज निकाल्ने। इक्वल एभरेज ब्र्याकेट ओपन, I3 is to I6 ब्र्याकेट क्लोज, एन्टर। ल हेर्नुहोस्, अब यहाँ आइसकेको छ एभरेज। यो यहाँको यति फर्मुला छ यो। तर यसमा तपाईसँग धेरै ठुलो डाटा हुन सक्छ। हामीसँग एक्जाम्पलको लागि अहिले यति नै राखेको छु। त्यसैले I3 देखि I6 सम्म हाम्रो रेन्ज रहेको छ, यहाँ हेर्न सक्नुहुन्छ। त्यसैले यो यति मध्ये यहाँ क्याल्कुलेसन गरेर एभरेज र अर्को रहेको छ काउन्ट। इक्वल काउन्ट ब्र्याकेट ओपन, I3 I6 ब्र्याकेट क्लोज, एन्टर। ल हेर्नुहोस्, यो काउन्टको फङ्सनले के गर्छ भने यो हामीले दिएको रेन्ज कतिवटा नम्बर भएको सेल छ भनेर गन्छ यसले। अब म्याक्समा जाउँ। इक्वल म्याक्स ब्र्याकेट ओपन, I3 to I6 ब्र्याकेट क्लोज। यो फर्मुला रहेको छ। इन्टर गरिसकेपछि अब म्याक्सिमम
यो तपाईको जुन डाटा छ हामीसँग तपाईसँग जुन डाटा छ तपाईले दिएको रेन्जको हिसाबले त्यसमा जति म्याक्सिमम रहेको हुन्छ सबभन्दा ठुलो त्यो यो फंक्सनले तपाईलाई यहाँ शो गर्छ। अब मिनिमम फर्मुलाको इक्वल minimum bracket open I3 is to I6 bracket close enter। ल हेर्नुस् यहाँ तपाईको आइसकेको छ यो फर्मुलाको यसरी तपाईले युज गर्न सक्नुहुन्छ। यो तपाईको डाटाले यहाँ फंक्सन यसरी युज गर्न सकिन्छ। हस् धन्यवाद। आजको यस भिडियोमा यति नै। यो भिडियो कस्तो लाग्यो तपाईलाई आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा अवश्य छोड्नु होला। धन्यवाद।